यहाँसँग अहिलेसम्म कतिजनाले जम्मा मतदान गर्नुभयो कि आकलनहरू छ तथ्याङ्कहरू केही छ? अहिले त्यस्तो आकलन त केही पनि छैन। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत यस क्षेत्रमा 17वटा राजनीतिक दलका उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन्। मुख्यतया प्रतिस्पर्धा भनेको नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बीच हुने नै देखिएको छ। हुन्छ, जानकारीका लागि यहाँलाई धन्यवाद छ। सुर्खेत जिल्लाबाट हामीलाई जानकारी दिनुभयो। अहिलेको क्रममा हामी विभिन्न जिल्लाबाट हाम्रा संवाददाताहरूलाई टेलिफोनको लाइनमा जोडिएर होइन उहाँसँग संवाद गरेर देशैभरको निर्वाचन सम्बन्धीको अपडेट दिने क्रममा हामी छौँ र यतिखेर हामीसँग हुनुहुन्छ टेलिफोन सम्पर्कमा खबर सूचना हामीलाई आइपुगेको छ र त्यसै गरी कोशी प्रदेशमा जम्माजम्मी निर्वाचन क्षेत्र सङ्ख्या 18वटा रहेका छन् होइन, 28वटा रहेका छन्। मधेसमा 32वटा रहेका छन् निर्वाचन क्षेत्र। बागमती प्रदेशमा 18वटा निर्वाचन क्षेत्र के छ त्यहाँको बाँकी क्षेत्र बाँकीको के छ पछिल्लो निर्वाचनको अवस्था? बाँकीमा यति बेला मतदान स्थलहरूमा अब अन्तिम चरणमा छ। यति बेला 50% भन्दा बढी मतहरू खसिसकेको छ। मतदाताहरू एकदमै उत्साहित देखिन्छन् र करिब लगभग अहिले चाहिँ दिउँसो पुरा समय नभए पनि अहिले लगभग तपाईँ चाहिँ 50 भन्दा 60% जति मत खसिसकेको छ। अब चाहिँ आउने पनि क्रम घटिसकेको छ। त्यसो भए बाँकीमा चाहिँ अहिलेसम्म चाहिँ तपाईँ भएको क्षेत्रमा चाहिँ मतदानको लगभग आधी मतदाताहरूले मतदान गरिसक्नु भयो। आधीभन्दा बढी लगभग 60% मतदान भइसक्यो बाँकीमा र अहिलेसम्म एकदमै शान्ति सुरक्षा कायम छ। एकदमै सबै हर्षोल्लासका साथ तपाईँ मतदान गरेर फर्किरहेका छन् मतदाताहरू। अनि तपाईँको आकलनमा अब यो बाँकीको क्षेत्र नम्बर ठ्याक्कै यहाँ 3मा हुनुहुन्छ हो? हजुर, क्षेत्र नम्बर 3मा। यो बाँकीको क्षेत्र नम्बर 3 को मतदान प्रक्रिया कति बजेसम्म सम्पन्न हुन्छ जस्तो लाग्छ? यो 5 बजेसम्म निर्वाचन आयोगले तोकिए तापनि यो चाहिँ 3-4 बजेसम्म यसको क्लियर भइहाल्छ जस्तो लागिरहेछ। यहाँको अहिले मतदानको यो स्पिडलाई हेर्ने हो भने अब लगभग 5 भइसकेको छ यति बेला। त्यस कारणले अब चाहिँ अहिले लगभग अन्तिम चरणतिर जस्तो मान्दा हुन्छ। अब चाहिँ एकदमै कम भोट खस्छ। अब चाहिँ पहिला पनि यस्तै हुन्थ्यो भनेर मतदान अधिकारीहरूले त्यसै भन्नुहुन्छ। अनि कुशलजी, त्यहाँको बाँकीको क्षेत्र नम्बर 3मा मतदाता कम भएर हो यसपटकको निर्वाचन अलि छिटो भएको अथवा के छ? होइन, बाँकी क्षेत्र नम्बर 3मा कुल मतदाता भनेको 1,17,354 हो। त्यसमध्ये करिब 80,000 मत यहाँ खस्ने आकलन गरिएको थियो। त्योभन्दा 50देखि 60% लगभग खस्दाखेरि लगभग चाहिँ अलिक बढी नै खसिसकेको छ। अब त्यति त पुगेको छैन। त्यस कारणले अब चाहिँ अन्तिम चरणमा लगभग बुझ्न सकिन्छ यसलाई। हुन्छ, यहाँलाई वस्तुस्थितिको बारेमा बाँकीको क्षेत्र नम्बर 3बाट समग्र जानकारी दिनुभयो, यसका लागि धन्यवाद छ। र सम्भवतः त्यहाँको अबको बाँकी मतदान प्रक्रिया पनि शान्तिपूर्वक तरिकाले सम्पन्न होस् भन्ने हाम्रो कामना पनि छ। हुन्छ, धन्यवाद सर। यतिखेर बाँकीको क्षेत्र नम्बर 3बाट हुनुहुन्थ्यो साथी कुशलजी। उहाँसँग कुराकानी हामीले गऱ्यौँ र देशभरको निर्वाचन सम्बन्धीको अपडेटका क्रममा हामी छौँ। रेडियो मस्तीबाट यहाँले हामीलाई सुनिराख्नु भएको छ। बिएनए न्युज नेटवर्कको तर्फबाट पनि हामी यहाँसँग छौँ र हाम्रा विभिन्न साझेदार रेडियो स्टेसन दर्जनौँभन्दा बढी रेडियो स्टेसनबाट पनि हामी एकैसाथ तपाईँका माझमा प्रसारित छौँ। र यतिखेर देशभरमा जारी रहेको प्रतिनिधि सभा निर्वाचनको यो महासङ्ग्राममा हामी होमिएका छौँ। देश निर्वाचनमा होमिएको छ। आजको दिनमा निर्वाचन साँझ 5 बजेसम्म, बिहान 7 बजेबाट सुरु भएको निर्वाचन साँझको 5 बजेसम्म सम्पन्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ र त्यसै गरी यो मौनअवधिको प्रक्रिया पनि साँझ 7 बजेसम्म लागू हुनेछ है। र त्यसै गरी निर्वाचन प्रहरीमा शान्ति सुव्यवस्था सुस्त दुरुस्त पार्नका लागि नेपाल प्रहरीको केन्द्रीय परिचालन समितिले पनि अहिलेसम्म देशभरका विभिन्न ठाउँहरूबाट यो मतदान प्रक्रियालाई शान्तिपूर्वक तरिकाले सम्पन्न गर्नका लागि अहोरात्र रूपमा घाम पानी नभनी खटिराखेको अवस्था छ र केही ठाउँहरूमा मतदानको कमल चौधरीजी हुनुहुन्छ लम्कीचुवाबाट। हेलो कमलजी, के छ तपाईँको लम्कीचुवामा निर्वाचनमा सामेल हुनुभयो होला होइन? के कसरी निर्वाचन हुँदैछ जानकारी गराइदिनुहोस् न कृपया। हाम्रो अब यो कैलालीको लम्कीचुवा नगरपालिकामा अब एकदम शान्तिपूर्वक नै मतहरू खसिराखेका छ। अहिलेसम्म त्यस्तो केही पनि छैन, उत्साह छ। त्यसो भए कैलालीमा अहिलेसम्म उत्साहजनक तरिकाले मतदान प्रक्रिया भइराखेको अवस्था छ भनेर चाहिँ अब कति जति समय लाग्छ होला? साँझ 5 बजेकै समयमा ठ्याक्कै सकिन्छ होला अथवा 5 बजेभन्दा अगाडि नै सकिन्छ होला मतदान प्रक्रिया? 5 बजेभन्दा अगाडि नै अब सकिन्छ होला।
अनि मतदाताहरूको के छ उत्सुकता कस्तो छ मतदान गर्नका लागि वृद्धदेखि होइन? अब मतदाताहरू चाहिँ अब यहाँ चाहिँ अब लाइन लाग्नु पर्यो, दुःख पाइयो घरमा। म पछाल्नको लागि हुन्छ कमलजी, समग्र तपाईँको लम्की चुहाको पछिल्लो मतदान प्रक्रियाका बारेमा जानकारी गराउनु भयो, यसका लागि यहाँलाई धन्यवाद छ। छुट्टी, नमस्कार। यतिखेर कैलालीबाट हुनुहुन्थ्यो हाम्रा संवाददाता। को पछिल्लो जानकारीका लागि हाम्रा साथीहरू काठमाडौँबाट अमृतजीले जानकारी गराउनु भयो होइन। काठमाडौँमा मैले भने जम्मा मतदान स्थलहरू 527वटा रहेका छन्, कोशी प्रदेशमा 1907वटा रहेका छन् होइन। र खसेको मत भनेको अहिलेसम्म काठमाडौँ उपत्यकामा 30,28,21वटा मत खसेको भनेर जानकारी भएको छ। र यो प्रतिशतका आधारमा हेर्ने हो भने काठमाडौँ उपत्यकामा अहिलेसम्म 25.55% मत चाहिँ खसेको भनेर जानकारी प्राप्त भएको छ भने कोशी प्रदेशको पछिल्लो मत परिणामको अवस्था के छ त? दिउँसोको यो तपाईँले मैले जानकारी गराइराखेको कुरा भनेको दिउँसोको 2 बजेसम्ममा आइपुग्दासम्म कोशी प्रदेशमा 23.15% मतदान सफल भएको छ अथवा सम्पन्न भएको छ भने मध्य प्रदेशमा 16.15% मात्रै मतदान सम्पन्न भएको छ। अब क्षेत्रफलका आधारमा जनसङ्ख्याका आधारमा हेर्ने हो भने जनसङ्ख्याका आधारमा सबैभन्दा ठुलो प्रदेश मध्य प्रदेश हो होइन। मध्य प्रदेशमा अहिलेसम्म 23.15% मतदान सम्पन्न भएको कुरा छ भने त्यसै गरी बागमती प्रदेशमा 29.40% मतदान सम्पन्न भएको छ। र त्यसै गरी लुम्बिनी प्रदेशमा अहिलेसम्म 25.40% मतदान सम्पन्न भएको छ। र कर्णाली प्रदेशमा 24.38% मतदान सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म 29.66% मतदान सम्पन्न भएको भनेर हामीलाई जानकारी प्राप्त भएको छ। र यहाँको मतदान स्थलमा पनि के कसरी मतदान भइराखेको छ भनेर तपाईँले जानकारी गराउन सक्नुहुनेछ। र विभिन्न क्षेत्रबाट विभिन्न जिल्लाबाट संवाददाताहरू जोडिने क्रममा हामीसँग हुनुहुन्छ। मकवानपुरमा अहिलेसम्म 30% मात्रै मतदान सम्पन्न छ भनेर चाहिँ आकलन गरिएको छ होइन। विगतका तुलनाहरूमा यसपटकको निर्वाचन भनेको रहरले होइन बाध्यताले सिर्जित पारेको निर्वाचन हो। किनभने यसपटकको निर्वाचन भनेको जुन जेनजी आन्दोलन भइसकेपछि अन्तरिम सरकार गठन भयो, जुन अन्तरिम सरकारले यो एउटा सुन्दर पक्ष पनि हो 6 महिनामा निर्वाचन सम्पन्न गराउनका लागि जसरी नेपाल सरकारले गरेको यो पहल कदमी चाहिँ यसका लागि तपाईँ र हामी नेपाली जनतालाई पनि एक किसिमको खुसी हर्ष आइपुगेको छ। यो राम्रो कुरा हो, सुन्दर कुरा हो। र यो निर्वाचन भनेको रहरले नभइकन बाध्यताले भएको निर्वाचन हो। किनभने प्रतिनिधि सभामा जति पनि सांसदहरू जानुहुन्छ जनताका हक अधिकार जनतालाई देशमै के गर्न सक्ने वातावरण सिर्जना गर्नका लागि उहाँहरूले कदम चाल्नुपर्छ। र यही उत्सुकताका साथमा यसपटकको निर्वाचनमा विभिन्न ठाउँबाट विभिन्न मतदाताहरू सहभागी भइराखेका अवस्था हामी तपाईँले जानकारी गराउन चाहन्छौँ। र विभिन्न जिल्लाको अपडेटहरू मसँग आइपुगेको छ। यतिखेर बझाङमा सबैभन्दा दुर्गम र कम मतदाता भएको साइपाल गाउँपालिकाको 5 नम्बरमा अहिलेसम्म बिहान 9 बजे सुरु भएको मतदान शान्त रूपमा भइरहेको छ। र अहिलेसम्म 11 जना पुरुष र 4 जना महिला लगाएर जम्मा 15 जनाले मात्रै मतदान गरेको अवस्था छ। यो बझाङको सबैभन्दा दुर्गम ठाउँ होइन। साइपाल गाउँपालिका 5 को अवस्था तपाईँलाई मैले बताएँ। निर्वाचन अहिलेसम्म जम्मी 15 जनाले मात्रै मतदान गर्नुभएको भन्ने कुरा छ। र बैतडीमा जारी निर्वाचनमा अहिलेसम्म आइपुग्दा 6,241 महिलाले मत दिनुभएको छ। पुरुषतर्फ 6,740 जनाले मतदान गर्नुभएको छ भने अन्य 1 जना हुनुहुन्छ र जम्मा 12,982 जनाले बैतडीको निर्वाचन क्षेत्रमा चाहिँ मतदान गर्नुभएको छ। र सुदूरपश्चिम प्रदेशको कैलालीको पछिल्लो अवस्था हेर्ने हो भने कैलालीमा 10 बजेसम्म चाहिँ 5.2% मात्रै मत खसेको थियो। यसो हेर्दा कुल 28,908 मात्र खसेकोमा क्षेत्रगत रूपमा कैलालीको क्षेत्र नम्बर 1, कैलालीको क्षेत्र नम्बर 2, कैलालीको क्षेत्र नम्बर 3 र 4, 5 जम्मा चाहिँ 5वटा क्षेत्र रहेको कैलाली जिल्लामा कैलालीको 1 नम्बर क्षेत्रमा चाहिँ अहिलेसम्म 5,295 मत खसेको छ। र कैलालीको 2 मा चाहिँ 6,970 मत खसेको छ भने 3 मा 6,775 मत खसेको छ। कैलालीको 4 मा 5,215 मत खसेको छ र कैलालीको 5 नम्बर क्षेत्रमा 4,653 मत खसेको जानकारी हामीले प्राप्त भएको छ।
र निर्वाचनको यो महासङ्ग्राममा देश घुमिरहँदा तपाईँ पनि कुन जिल्लाबाट यसपटकको निर्वाचनमा कसले मार्छ त बाजी भनेर हेर्नु आम नागरिकका हैसियतमा निर्वाचनमा तपाईँको ध्यान केन्द्रित हुनका लागि हामी पनि तपाईँसँग हामी निर्वाचन अपडेटको यो कार्यक्रम सञ्चालन गरिराखेका छौँ र यसपटकको निर्वाचनमा विभिन्न ठाउँबाट विभिन्न कोणबाट विभिन्न एङ्गलबाट विभिन्न धारणाहरू सार्वजनिक भइरहेका छन् होइन र भर्खरै मात्र एउटा सन्देशमूलक कुरा जानकारीमूलक कुरा छ म यहाँको माझमा प्रस्तुत गरिहाल्छु यतिखेर घिस्रिँदै भोट हाल्न गएकी आमाप्रति सहानुभूति पाप लाग्छ नेतालाई भनेर चाहिँ यो लेखेको कुरा हो होइन समाचार माध्यममा आएको कुरा हो र एउटा ठाउँमा बिहान सिन्धुपाल्चोकको एउटा क्षेत्रमा भएको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु सिन्धुपाल्चोकको क्षेत्र नम्बर सम्भवतः 3 हुनुपर्छ त्यहाँ चाहिँ निर्वाचनमा जानुभएको एउटा वृद्ध आमालाई त्यहाँको मतदान अधिकृतले नै आफूले चाहेको उम्मेदवारको पक्षमा मतदान गर्नु भयो र उहाँलाई चाहिँ अपमान भयो किनभने वृद्धाको पनि उहाँको पनि एउटा सपना उहाँले एउटा बौद्धिकता देख्नुभएको भिजन देख्नुभएको व्यक्तिलाई आफ्नो नजरमा राम्रो देख्नुभएको व्यक्तिले मतदान गर्न पाउनुहुन्छ र डोटी जिल्लामा के छ त पछिल्लो अवस्था होइन डोटीबाट पनि मलाई जानकारी प्राप्त भए अनुसार प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डोटी जिल्लामा दिउँसोको 2 बजेसम्म 33,871 मत खसेको छ जिल्ला निर्वाचन कार्य डोटीका अनुसार खसेको मत मध्ये पुरुषतर्फ 14,068 र महिलातर्फ 19,381 मत खसेको छ यो कुल मतदाताको 26.4% मात्रै हो भनेर चाहिँ डोटीबाट मलाई जानकारी प्राप्त भएको अनुसार मैले यहाँलाई जनाएँ र यतिखेर रूपन्देही जिल्लामा के भइराखेको छ त भन्ने सन्दर्भमा पनि रूपन्देही जिल्लाबाट पनि हाम्रा विभिन्न संवाददाता साथीहरूले पठाउनु भएको जानकारी हामीसँग आइपुगेको छ र देशभरका विभिन्न पत्रकार साथीहरूले होइन देशभरको पछिल्लो अपडेट हामीसँग एउटा सञ्जालको माध्यमबाट जनाइरहँदा अहिलेसम्म रूपन्देही जिल्लाको क्षेत्र नम्बर 1 को सबै ठाउँमा राम्रो तरिकाले शान्तिपूर्ण तरिकाले यो मतदान प्रक्रिया भइराखेको छ भनेर चाहिँ जानकारी भएको छ भने पाल्पामा पछिल्लो क्षेत्र नम्बर 1 मा हालसम्म 38,738 र पाल्पाको क्षेत्र नम्बर 2 मा 33,878 जनाले मत दिनुभएको छ अहिलेसम्मको मत परिणाम हेर्दा र ओखलढुङ्गाको अपडेट म यहाँका माझमा हेरिराखेको छु ओखलढुङ्गाको अवस्था के भयो त त्यहाँ उत्पन्न विवाद समाधान भयो कि भएन भनेर म हेरिराखेको अवस्था छ र त्यो पनि यहाँलाई म जानकारी गराउने नै छु र यतिखेर हामी पुनः छोटो व्यापारिक विश्रामको बेला यहाँनिर राख्छौँ पठाएका प्रतिनिधिहरूले कतिको हाम्रो हितमा काम गर्न सक्छन् भन्ने बारेमा आजको यस निर्वाचनले निर्णय गर्छ डिटरमाइन गर्छ जस्तो मलाई लाग्छ र यतिखेर हाम्रो कैलालीबाट ध्रुव ओझाजी हुनुहुन्छ हेलो कैलालीको अत्तरियाबाट यतिखेर ध्रुवजी हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो नमस्कार हेलो ध्रुवजी नमस्कार हजुर नमस्कार के छ कैलालीको निर्वाचन क्षेत्र नम्बर यहाँ 1 तिर हुनुहुन्छ कि 2 तिर हुनुहुन्छ कि के छ तपाईको कैलाली जिल्लामा अत्तरिया क्षेत्रमा निर्वाचनको माहौल यतातिर निर्वाचनको माहौल एकदमै शान्तिपूर्वक निर्वाचन भइरहेको छ मतदाताहरू उत्साहित रूपमा उहाँहरू मतदान केन्द्रमा गएर मतदान गरिराख्नु भएको छ यो कैलालीमा 5वटा निर्वाचन क्षेत्रहरू छन् भएको मान्छे त्यति राम्रो भन्छ कैलाली जिल्लामा 5वटा निर्वाचन क्षेत्रहरू छन् यहाँ चाहिँ 641 मतदान केन्द्रहरू रहेका छन् भने 237 वटा यो मतदान स्थलहरू रहेका छन् 12वटा यसपालि मतदान स्थल थप गरिएको छ कैलालीमा त्यसै गरेर 5,51,052 मतदाता रहेका छन् 16,708 यस वर्ष थपिएका छन् सुदूरपश्चिममा अहिलेसम्म चाहिँ समग्र सुदूरपश्चिम प्रदेशमै हेर्ने हो भने 5,09,000 मत खस्यो भनेर भनिराखेको अवस्था छ होइन सुरक्षाको व्यवस्थालाई के कसरी चुस्त दुरुस्त पार्ने कुरा के कस्तो छ सुरक्षाको हिसाबले हेर्दाखेरि ध्रुवजी के देख्नुहुन्छ सुदूरपश्चिममा अहिलेसम्म 9वटा जिल्ला 16वटा निर्वाचन क्षेत्र रहेको यो सुदूरपश्चिममा मतदान स्थलमा मतदाताहरू उत्साहित रूपमा रहेका छन् भने आज शान्तिपूर्ण रूपमा भएको छ तर यद्यपि 2टा मात्रै मतपत्र हो एउटा
समानुपाती एउटा प्रत्यक्ष तैपनि अझै समय लगाएर मतदाताहरू केही भनौँ न अलिकता पाको टाइपको वृद्ध टाइपका मतदाताहरूले अलिक समय लगाएर चाहिँ मतदान गरेको हुनाले अलिकता सुस्त मतदान भइरहेको छ कि भन्ने पनि अपेक्षा गरिएको छ प्रदेशको समग्र रूपमा भन्नुपर्दा। अनि ध्रुवजी जस्तो कि कैलाली भनेको त यहाँको बसाइसराईका हिसाबमा पनि पहाडबाट केन्द्रित बसाइसराई भएका मान्छेहरू कैलालीमा बसोबास गर्ने गर्दछन्। त्यसो हुँदाखेरि कैलालीको माहौल चाहिँ त्यहाँका वृद्धहरूले के कसरी चाहिँ लाइनमा उभिएर कष्ट भोगेर मतदान गर्न पायौँ हामीले भनेर त्यो भनिराखेका छन् कि होइन सबैलाई समान हिसाबमा वृद्धहरूलाई प्राथमिकताका हिसाबमा मतदान भयो के छ? होइन, मतदान स्थलमा त्यसरी चाहिँ सबैलाई लाइनमा उभ्याएको छैन। वृद्धहरूलाई छुट्टै उहाँहरूलाई अगाडि मतदान गर्न दिएको छ। त्यसै गरेर अशक्त रूपमा फरक क्षमताका व्यक्तिहरूलाई पनि उहाँहरूलाई अगाडि लगेर छुट्टै भनौँ न अरूको स्तरमा उहाँहरू लाइनमा नलागेर उहाँहरूको छुट्टै किसिमले मतदान गर्नको लागि व्यवस्था गरिएको छ। त्यसै किसिमको एकदमै उहाँहरूलाई दुःख दिने खालको मतदान स्थलमा त्यस्तो चाहिँ पाइएको छैन। उहाँहरू उत्साहित रूपमा भनौँ न मतदान गर्नका निमित्त त्यो मतदान स्थलमा पुगिराख्नु भएको छ। वृद्धदेखि लिएर धेरै नवयुवाहरू पनि हुनुहुन्छ। अहिले भर्खरै यस वर्ष मतदान गर्ने युवादेखि लिएर पुरानो पहिलेदेखि नै मतदान गरिराख्नु भएको युवाहरू हुनुहुन्छ कि धेरै वर्षपछि मतदान गर्न पाए, पहिले नै मतदाता नावली बनाएको व्यक्तिहरू पनि हामीले पाएका छौँ। यसरी उहाँहरू उत्साहित रूपमा मतदान गरिराख्नु भएको छ। यद्यपि हाम्रो मतदाता सङ्ख्या यो प्रदेशको जिल्लाको मतदाता सङ्ख्या भन्दा कम चाहिँ मत अवश्य नै देशैभर खस्छ, किनभने उहाँहरू धेरै बाहिर पनि जानुभएको छ, धेरैको निधन पनि भएको होला। त्यो हिसाबले पनि जति मतदाताको नावली हो त्योभन्दा कम चाहिँ मत खस्छ, तर उत्साहित नै देखिएका छन् मतदाताहरू हेर्दाखेरि। ठिक छ, त्यहाँको सुरक्षाको व्यवस्था, त्यहाँ सीमानाकाहरू पनि 2वटा सीमानाकाहरू रहेको क्षेत्र हो कैलाली। त्यहाँ सुरक्षाका हिसाबमा पनि सुरक्षा व्यवस्था अहिलेसम्म हेर्दा चाहिँ सुरक्षा अवस्था त्यस्तो खस्किँदो छैन। सुरक्षाको हिसाबमा पनि यो सुदूरपश्चिममा निकै चुस्त दुरुस्त एकदमै कडाइका साथ यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्यसै गरेर नेपाल आर्मी अनि निर्वाचन प्रहरीहरू हुनुहुन्छ। उहाँहरू निकै खटिनु भएको छ हरेक ठाउँमा। सिमानाका यहाँ कञ्चनपुर, कैलाली, त्यसै गरेर बैतडी पनि 3-4वटा सिमानाका भएको क्षेत्र हो। त्यहाँ पनि कडाइ गरिएको छ। सिमानाका अहिले निर्वाचन अवधिभर बन्द गरिएको छ। यसरी नै सुदूरपश्चिमको समग्र रूपमा भन्नुपर्दा यहाँको जुन सुरक्षाको व्यवस्था रहेको छ एकदमै चुस्त दुरुस्त भनौँ न कडाइका साथ तयार पारिएको छ। त्यसै किसिमले उहाँहरू सुरक्षाकर्मीहरू खटिनु भएको छ। त्यस्तो किसिमको असामान्य स्थिति चाहिँ अहिलेसम्म यतातिर सिर्जना भएको छैन। मतदान राम्रै भनौँ न उहाँहरू मतदाता उत्साहित भएका छन्। त्यसै गरी सुरक्षाकर्मी सुरक्षाको हिसाबले पनि निकै व्यवस्थित गरिएको छ। हस् ध्रुवजी, यहाँको यो महत्त्वपूर्ण समय र संवादका लागि स्थलगत रूपमा हामीलाई कैलालीको समग्र निर्वाचन प्रदेशकै निर्वाचनको यहाँले यो माहौलका बारेमा संक्षेपमा कुराकानी गर्नुभयो, यसका लागि धन्यवाद सर। हजुर, हस्, धन्यवाद यहाँलाई पनि। यतिखेर उहाँ हुनुहुन्थ्यो कैलाली निर्वाचन क्षेत्र नम्बरबाट हाम्रा संवाददाता ध्रुव ओझाजी। उहाँसँग कुराकानीका साथमा हामीले जोडियौँ। कैलालीको कारागारमा रहेका कैदी बन्दीले समेत गरे यसपटकको निर्वाचनमा मतदानमा भाग लिए भनेर समाचार आइपुगेको छ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलालीका कारागारमा रहेका कैदीहरूले पनि यसपटकको मतदानमा भाग लिएका छन् भनेर जानकारी आएको छ। कैलालीको कारागारमा रहेका संवाददाता हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्छौँ। सञ्जीव गोइरालाजी हुनुहुन्छ, नवलपरासी क्षेत्र नम्बर ट्याक्कै कतिबाट हुनुहुन्छ सञ्जीवजी? हेलो, नमस्कार। हजुर नमस्कार, म चाहिँ नवलपरासी पश्चिमबाट छु। यहाँ चाहिँ हाम्रो कुल मतदाता 2,54,157 रहेकोमा हाम्रो 2वटा क्षेत्र रहेको छ, एक क्षेत्र नम्बर 1 र क्षेत्र नम्बर 2। र चाहिँ हाम्रो अहिले कुल मतदान स्थल 122 मतदान स्थलमा चाहिँ मतदान भइरहेको छ र यसमा मतदान केन्द्र 297 रहेको छ। र कर्मचारीको सङ्ख्या भने 1828 जना कर्मचारी खटिएर मतदानको काम सुचारू भइरहेको छ र लगभग 50%
मतदान भइरहेको जानकारी प्राप्त भएको छ। त्यसो भएको हुनाले त्यहाँको निर्वाचनको अहिलेसम्मको अवस्था हेर्दा लगभग कति प्रतिशत मतदान चाहिँ सम्पन्न भयो जस्तो लाग्छ आँकडामा? लगभग 50% मतदान भएको चाहिँ मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासीले जानकारी दिएको छ र चाहिँ मतदान भइरहेको छ, अझै पनि जारी भइरहेको छ। हाम्रो यहाँ क्षेत्र नम्बर 1 र क्षेत्र नम्बर 2 गरी दुईवटा निर्वाचन क्षेत्रहरू रहेका छन् र यसमा दिग्गज उम्मेदवारहरू पनि रहेका छन्, जस्तै देशकृत पार्टी भए विनोद चौधरी, ध्रुवबहादुर प्रधान जस्ता दिग्गज व्यक्तित्वहरू पनि उम्मेदवार रहेका छन् र त्यस कारणले गर्दा पनि नवलपरासी चाहिँ एउटा समग्र रूपमा हेर्ने दृष्टिकोण चाहिँ अलिकति माथि नै छ, किनभने मुख्य नेताहरू रहेका छन्। यहाँ प्रतिस्पर्धा चाहिँ अलिकति तीव्र नै छ। अनि सञ्चारकर्मीहरूका लागि त्यो मतदान भइरहेको स्थलमा सञ्चारकर्मीहरूलाई आउजाउ गर्नका लागि, रिपोर्टिङ गर्नका लागि के कस्तो परिस्थिति छ? सहज छ या छैन? सञ्चारकर्मीहरूलाई भन्नाले अब सहज त ठिकै छ, तर कुनै मतदान स्थलहरूमा चाहिँ सञ्चारकर्मीलाई जान प्रवेश गर्न नदिएको, क्यामेरा नदिएको भन्ने गुनासोहरू पनि आइरहेको छ नि त। कुनैमा चाहिँ प्रवेश गर्न दिएको छ। समग्र रूपमा हेर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो नै छ। हाम्रो चाहिँ यो नवलपरासीमा चाहिँ निर्वाचन क्षेत्र नम्बर 1 र क्षेत्र नम्बर 2 दुईटैलाई हेर्दाखेरि अलिकति अप्ठ्यारो नै छ स्थिति, किनभने विभिन्न कुराहरू हुन्छन् होइन। अलिकति क्यामेराहरू जानुपर्ने हुन्छ भित्रसम्म, त्यो चाहिँ अलिकति असहज देखिन्छ। ठिक छ, यहाँले नवलपरासीको यहाँले जानकारी दिनुभयो, यसका लागि धन्यवाद हामी दिन चाहन्छौँ। र जहाँसम्म अब 50% मतदानको प्रक्रिया सम्पन्न हुने क्रममा छ होइन? हजुर। अब मतदान प्रक्रिया 50%सम्म मतदान भएको छ भने अब 5 बजीसम्म अब 65-70सम्म हुने अनुमान गरिएको छ र मतदान भइसकेपछि मतगणनाको लागि रामग्राम नगरपालिका वडा नम्बर 4 मा जिल्ला समन्वय समितिको भवनमा चाहिँ मतपेटिकाहरू लिएर जाने र चाहिँ मतगणना गर्ने भन्ने कुरा पनि आएको छ। अनि मतदाताहरूमा के देख्नुहुन्छ? यसपटकको यो निर्वाचन निकै हेर्ने दृष्टिकोण फरक त छ आम मान्छेको, तर पनि मतदाताको मनमा चाहिँ भावनामा चाहिँ यसपटकको निर्वाचनमा भाग लिँदाखेरि के देख्नु भयो सञ्जीवजी? अब यस पटकको मतदानमा चाहिँ मतदाताको अलि मन चाहे कस्तो छ भने जति पटक मतदान गरे पनि देश गरिब नै गरिब छ होइन, कामहरू पाएका छैन, बेरोजगार स्थिति छ, विदेश जानुपर्ने अवस्था छ, त्यही नै हुने हो कि अलिकति फरक हुने हो कि भनेर अलिकति कन्फ्युज छन् कि मतदाताहरू चाहिँ। सबै त्यही देखिरहेको छ नि त, सुरुदेखि नै अहिलेसम्म अलिकति समस्यामा अल्झिएका छन् होइन। यहाँ आम्दानीको बाटो पनि छैन, स्रोतहरू छैन, त्यस कारणले गर्दाखेरि पनि विदेश हुनु परेको छ। फेरि त्यही नै हुन्छ कि अथवा त्योभन्दा फरक हुन्छ कि के हुने हो भन्ने कुरा चाहिँ उनीहरूले अहिले चाहिँ अलमलमा परेको देखिन्छ। हस्, यसपटकको निर्वाचनले देशको भाग्य र भविष्य जनतालाई देशमै के गर्न सक्ने अवस्थाको सिर्जना होस्, तपाईँ हाम्रो कामना छ। यहाँको समय र संवादका लागि धन्यवाद छ। छुट्टी, नमस्कार। हस्, धन्यवाद। यतिखेर सञ्जीवजी हुनुहुन्थ्यो नवलपरासी जिल्लाबाट, उहाँसँग कुराकानी भयो। र यति झट्टै हेर्दा थाहा हुन्छ, उभिएर सडकमा हिँडुल गर्न सक्दैनन् एउटा मान्छे, छोटो दूरी छिचोल्नका लागि हात पाउ टेक्नुपर्छ वृद्ध आमाले। अगाडिका हातका पन्जा र पछाडिका घुँडाले टेकेर अगाडि बढ्नुपर्छ। तर थाहा छैन उनले कति लामो बाटो यसरी नै घिस्रिएर पार गरिन्। उकालो ओह्रालो ढुङ्गा माटो छिचोलेर कति कष्टपूर्ण जीवनको यात्रा पार गरिन्। यद्यपि जसोतसो उनले मतदान केन्द्रमा पुगिन्। घिस्रिँदै मत लिएर छाप हाल्न गइन्। थोत्रो लुङ्गी लगाएकी, उस्तै बर्को ओढेकी उनको यो मर्मस्पर्शी भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ र क्याप्सनमा लेखिएको छ, निकै कहाली लाग्दो दृश्य। यहाँ उहाँहरूको अमूल्य मतको दुरुपयोग कसैलाई छुट छैन। यो देशमा उहाँको अमूल्य मतको व्यवस्था गर्न कसैलाई छुट छैन, खबरदार भनेर सोसल मिडियामा हालिएको अहिलेको यो भिडियो निकै रोल्पाको थबाङ स्थित तत्कालीन गाविस भवन मतदान केन्द्रमा खिचिएको भिडियो उल्लेख छ। र यति कष्ट खेपेर पनि ती वृद्ध आमाले जनताको पक्षमा, देशको पक्षमा, मातृभूमिको पक्षमा गरेको मतदान कसैलाई छुट छैन अन्याय गर्नका लागि भनेर सामाजिक सञ्जालमा लेखिएको कुरा यहाँका माझमा मैले जोक जाहेर गरेँ।
र निर्वाचन सम्बन्धीको अपडेट, निर्वाचन मत परिणाम नआउन्जेलसम्म, मत परिणाम आउने दिनसम्ममा पनि हामी यहाँका माझमा विभिन्न अपडेटहरू दिनेछौँ भन्दै आजका लागि निर्वाचन अपडेटको यो श्रृङ्खला प्रविधिमा बसेर साथ दिन साथै देशभरका विभिन्न संवाददाता, विभिन्न जिल्लाका प्रतिनिधि साथीहरूलाई धन्यवाद दिँदै निर्वाचन सम्बन्धी यो महासङ्ग्राम निर्वाचन विशेष यो पर्व सभ्य भव्य तरिकाले साँझ 5 बजेसम्म सम्पन्न होस्, शुभेच्छा शुभकामना दिँदै म छुट्टिन्छु। नमस्कार। बाँकी पल सबैका लागि सफल सुन्दर रहोस्। सिए गर्नु भएन।